के पनि भनेको थिएन म गोथालो गएको थिएँ अब त थिएन हेलो दर्शकबिन नमस्कार अहिले तपाईँ हेर्दै हुनुहुन्छ 100+ न्युज र म सम्झना राई आज पनि तपाईहरुमा आज आइसकेको छु र यति बेला म तपाईहरुमा चाहिँ एकदमै कारुणिक एउटा भिडियो लिएर आइरहेको छु मिक्लाजुङ 1 मा 15 वर्षीय कोपिला राईले आफ्नो आमा अनि बाबालाई मनै रुवाउने चिठी लेखेर उनी गायब भएकी छिन् उनले चिठीमा यस्तो लेखेका छन् कि आई लभ यु मेरो मम्मी अनि बाबा मैले तपाईहरुको लागि केही पनि गर्न सकिन भनेर एउटा कागजको टुक्रामा यति मेसेज लेखेर यति उले चिठी लेखेर आफ्नो आमा बुवाको घरदेखि उनी यति बेला बेपत्ता भएकी छिन् त्यही टेन्सन थियो के म सक्दिन होला भन्दै थियो फेल हुन्छु होला भने एक वर्षमा फेल भए पनि अर्को चोटि त पास गर्नुहुन्छ होला भन्थे त्यो 15 वर्षको सानो बालिका कहाँ गयो के गर्दै होला यति बेला उहाँको घरमा यति बेला चाहिँ ठुलो पीडा बढेको छ आमा बाबा जसले जन्म दियो जसले कर्म दिँदै गरेको आमा बुवा यति बेला न त भोक अनि न त प्यास भएको छ कहिले भेटौँ जस्तो लाग्छ कहिले बा आउँदैछ भन्छु राति पनि निद्रा लाग्दैन त्यस्तै राति पनि भा आयो कि भन्दै हेर्नुहुन्छ हजुर बाहिर निस्केर हेर्दा आएको हुँदैन बाहिर पनि राति निस्केर हेर्नुहुन्छ हजुर कहिले पनि यस्तो हुन्छ यस्तो गर्छ भनेर त सोचेकै थिइनँ प्रहरी प्रशासन र यहाँका सबै स्थानीयहरू मिलेर उनको खोजी तीव्र गरिएको छ यहाँ लगभग ठुलो एरियामा पहाड अनि तपाईको खोला नाला सँगसँगै ठुलो जंगल छ त्यो हरेक जंगल अनि हरेक कुना काँदारामा यहाँका स्थानीयहरू हरेक दिन 50-60 जना भेला भएर खोज्नका लागि निस्किरहेको छ 15 वर्षीय उक्त बालिका आखिर कहाँ गइन् त आखिर किन उनले यस्तो लेखेर आफ्नै आमा बुवालाई यस्तो भावुक एउटा चिठी लेखेर कहाँ हराइन् त उयो म परीक्षामा कन्फर्म फेल हुन्छु म पास हुँदै हुँदिनँ अन्त क्या एकदम मनमा उसो त्यही नै के दिमागमा घुमिरहन्छ एक्जाम चाहिँ भइरहेको थियो एक्जाम भनेको हिजोबाटै हो यति बेला हामी उनलाई खोजी गर्न सहयोग मिलोस् भनेर यति बेला हामी यहाँ आएका छौँ तपाईले यो भिडियो धेरै भन्दा धेरै शेयर गरिदिनु होला र हामीले भिडियोको स्क्रिनमा उक्त बालिकाको फोटो पनि राखिदिएका छौँ कहीँ कतै देख्नु भयो भने तपाईहरुले तुरुन्तै हामीले स्क्रिनमा राखिएको नम्बर नत्र नजिकैको प्रहरी कार्यालयमा पनि तपाईहरुले खबर गरिदिनु होला र यो भिडियो धेरै भन्दा धेरै शेयर गरिदिनु होला ठीक छ आफूलाई सम्हाल्नु होला जस्तो उनी हराउने बेला चिठीमा लेखेर छ नि त है हराउने बेला चिठीमा लेखेको थियो के यो 9 को ठुलो परीक्षा आयो पछि चाहिँ म सक्दिन होला मम्मी जति पढे पहिला त दिमागमा पस्थ्यो आजभोलि चाहिँ दिमागमै पस्नु छोड्यो के भए फेल हुन्छु होला भन्थ्यो अनि म चाहिँ पास नगरे पनि अर्को वर्षमा त नानी पास नै गर्छस् होला भनेको र छोडेर गएको थिएँ 3:30 सम्म त थियो न होला म 4 बजेर 5 मिनेटमा बाग्रा लिएको थिएँ त्यतिखेर चाहिँ मैले चाहिँ सोचे उसको साथीकोमा गयो आज साथी आयो भने अनि उयो त भरे त थिएनको रहेछ त्यही साथीकोमा भरि पनि रगत थियो भित्ताभरि पनि रगत थियो पेटभरि पनि रगत थियो पेटमा पनि थिएछ अब त्यो तन्नामा चाहिँ पुरै देखेको छैन अलिअलि देखिएको छ अनि भुइँमा नि झरेछ अब हतार भयो कि किन पुसेछ के कुनै ठाउँ अनि हिजो बिहान हेर्दाखेरि चाहिँ फेरि त्यो यत्रो फोसी भाडा हैन त्यहाँ चाहिँ फेरि एउटा सलले पुछेर त्यहाँ फ्याँकिराखेछ के त्यहाँ डुबाएर छोडेको रहेछ के हजुर अनि मसिनो खुनको त्यो चोकटाहरू जस्तो पनि मसिनो के ओहो भनेपछि त यो त्यो हेर्दाखेरि त उले आफूलाई धेरै नै चाहिँ चोट पुराको जस्तो पनि देखिन्छ है त्यो चोट पुराको पनि हैन भन्छ अरूले चाहिँ अब खोइ के हो के त्यो अनि त्यो खुन चाहिँ कहाँबाट कसरी आयो जस्तो लाग्छ तपाईलाई चाहिँ अनि मलाई त खोइ उसको मम्मीले भन्छ हैन अब त्यस्तो चाहिँ नगर्नुपर्ने त्यस्तो अब थिएन पनि भन्छ अनि घाँस काट्नु लाको भन्दाखेरि चाहिँ बा काट्यो कि भन्ने पनि शंका अब खोइ के हो के मलाई त त्यो त अनि जस्तै अब के भन्छ प्रहरी प्रशासनमा पनि उजुरी दिनुभयो प्रहरीहरुसँग पनि उयो गर्नुभयो हैन खोज्नुभयो अहिलेसम्म भेटेको छैन खोजिसक्यो हिजो अस्तिको दिन पनि राति लगभग 10 बजी त्यस्तै 9-10 बजीसम्म खोज्यो होला हैन सबै छिमेकीहरु भेला भएर अनि प्रहरीहरुसँग तर त्यतिखेर पनि कहीँ भेटिएन
तपाईँ त आफ्नै आन्टी पनि पढ्नु हुँदो रहेछ कति मनका कुराहरू सेयर गर्दैन थियो तपाईँलाई कुनै कुरा नि सेयर गर्थेन हामीसँग त हाम्रोतिर नि त्यति नआउने होइन एकछिन आउने एकछिन आन्टी यस्तो यस्तो काम गर्नुपर्ने ढिलो भयो भने त्यस्तो खालको त्यो भन्ने त्यति मात्रै हो होइन त्यस्तो खालको व्यवहारिक त अब हामीभन्दा धेरै अब त्यो भन्ने के अब ठुल्ठुलो बुढापाकाको जस्तै दिमाग चाहिँ के उसको चाहिँ आन्टी यस्तो त्यस्तो गर्नुपर्ने किन हामीलाई यस्तो अब गरिबकै कुरा गर्ने क्या अब दुःखको कुरा यस्तो त्यस्तो छैन आन्टी हामी पनि धनी कहिले हुनु हौ कमाउनु कहिले यस्तोहरू भन्थ्यो कि हजुर त्यो जुन दिन उसको त्यस्तरी उसले पत्र लेखेर उनी चाहिँ गायब भइन् त्यो दिन चाहिँ तपाईँको भेट भएन उसँग भेट भएन म पनि अब पसलतिरै बिजी हुन्छु नि त अब घरको अब सबै कुरा गर्नुपर्छ उसको अङ्कल त्यही माथि काममा जानुहुन्छ अनि सबै कुरा मैले नै अब घरमा म पनि त्यो दिन चाहिँ फेरि देख्नु चाहिँ बिहान चाहिँ देखेको थिएँ माथिदेखि घरमा तल हजुर कस्तो थियो त्यतिखेर यसो उहाँको अनुहार यसो विचार गर्नुभयो अनुहार चाहिँ थाहा भएन माथि हो नि त मेरो घर माथिदेखि तल हेर्दा चाहिँ अब यताउति धन्दाहरू गरिराखेको देखिन्थ्यो अनि भरे त फेरि छैन भन्दाखेरि सबैलाई छक्क परेर उनको मम्मी चाहिँ के बित्नु भएको कि उनको मम्मी पहिल्यै बित्नु भएको अरे हो म पनि त आएको 3 साल 4 साल चाहिँ हुँदैछ हजुर भनेपछि कान्छी मम्मी र बुवासँग बस्दै थिइन् हुने उसको कान्छी आन्टीपट्टिको एउटा भाइ छ हजुर 10-11 वर्षको अनि मम्मी पनि पहिल्यै मर्नु भएको अरे अनि मैले त देखेको पनि थिइनँ हजुर तपाईलाई चाहिँ के लाग्छ कहाँ गइन् जस्तो लाग्छ भाकी कतै के पो भयो कि जस्तो लाग्छ तपाईको आफ्नो व्यक्तिगत धारणामा चाहिँ मलाई त के भन्नु त्यस्तो चाहिँ त्यो उसले चाहिँ आफै नै चाहिँ त्यस्तो निर्णय गरेन जस्तो लाग्छ हो हजुर केही न केही अब बा दुश्मन पो लाग्यो कि जस्तो नि लाग्छ होइन हजुर अब आफ्नो आफ्नो मनको कुरा त्यस्तो फेरि ब्लडहरू हेर्दाखेरि पनि अब घर पनि एकान्तमा छ अब खै अरू त के भन्नु र त्यो ब्लड देखिएको छ उसले पुसेको त्यो सलभरि ब्लड लटपतिएको छ भुइँभरि भित्ताभरि छ तर उनी छैनन् के 2 दिन 3 दिन भइसक्यो तपाईँले खोज्नुपर्ने ठाउँमा खोजिसक्नु भयो कि तिर खोजिसक्यो अनि अब यस्तो सामाजिक सञ्जालतिर नि हालिसक्यो होइन छैन अब सम्पर्कमा नि अहिलेसम्म छैन भनेपछि त्यो ब्लडको एक किसिमको त्यो ब्लडहरू देख्दाखेरि चाहिँ तपाईँलाई भा कहीँ कतै शत्रु पो लाग्यो कि उसले आफै त्यस्तो नगरे पनि फेरि त्यस्तो अब हामीभन्दा धेरै उसको अब बुद्धि हुने मान्छेले त त्यस्तो त गर्छ जस्तो लागेकै छैन शत्रु लाग्यो भन्नाले कसैले हत्या पो गर्यो कि त्यस्तै पो लाग्छ हो मलाई पनि के अब दुश्मन अब तर त्यस्तो अब हैन मान्छे हैन इमानदार सोझो मान्छे अचानक ब्लड देखिनु पुसेर फ्यालिराख्नु अनि अचानक गायब हुँदा तपाईहरुलाई त्यस्तो लागेको मलाई चाहिँ त्यस्तो लाग्छ अनि फेरि अब हामीसँग दुश्मन भने चाहिँ फेरि नानीसँग चाहिँ किन त्यस्तो अरूले नि गर्छ जस्तो लाग्छ के अनि खै मलाई त त्यस्तै लाग्छ धेरै 100% पनि नभनौँ अब त्यस्तो मेरो मनमा चाहिँ लागेको हैन अरूलाई चाहिँ कस्तो लाग्छ हैन मन किनभने बच्चा त्यो अब उ कल्पना कोठाबाट गायब छिन् कोपिला कोठाबाट गायब छिन् उसको कोठामा चाहिँ रगतै रगत छ हैन तर त्यो रगत पुसिएको सलहरुसम्म भेटिएको छ रगतले लतपतिएको तर मान्छे तपाईहरुले यति धेरै 2 दिन 3 दिन प्रहरी प्रशासनको टोलीसँग खोज्दा कुनै पनि न कुना काप्चा न यो पहाडको फेदीहरुमा न जंगलको घारीमा कहीँ भेटिएको छैन यो कुराले चाहिँ सबैलाई अलिकति चिन्तित तुल्याएको छ हैन त हजुर हस् प्रहरीलाई नि भन्नुभएछ के यताको दाइ अब ठुलठुलो अब अनि त्यसपछि प्रहरीहरु पनि आउनुभयो अनि चाबी लाउनु भयो त्यसपछि त खोल्नु भएको छ कि छैन म गएकै छुइनँ भित्र चाहिँ भनेपछि भुइँ हैन हजुर घाँस काट्नु लागेको थियो अरे के उसको मम्मीले चाहिँ अनि बा घाँस काट्दा पो त्यस्तो हातहरु काट्यो कि भन्ने पनि शंका अब के हो किन हैन काई देख्नु भयो भने सम्पर्क गरिदिनु होला नजिकैको प्रहरीमा गरिदिए पनि भयो यहाँ नम्बर पनि छ चाँडोभन्दा चाँडो सम्पर्क गरेर सहयोग गरिदिनु होला दिदी तपाईले चाहिँ कतिखेर थाहा पाउनुभयो यो घटना हामीले त बेलुका थाहा पाएको बेलुका थाहा पाउनुभयो हजुर तपाई त्यहाँ जानुभयो कल्पनाको रुममा कोपिलाको रुममा जानुभयो गयौं के थियो कस्तो अवस्था थियो अलिकति बताइदिनुस् न ब्लडहरु थियो हैन अनि त्यस्तो त खै के अब चिट्ठी पनि भेटेछ अरूले नै अब मलाई त थाहा थिएन खाना सब्जी बनाउँदै थिए अनि एकजना तलतिरको दिदी हुनुहुन्थ्यो के आउनु भयो अनि छैन कोपिला हरायो भन्दै आउनु भयो अनि के भयो म नि कुदेर निस्के हैन अनि खोज्नु जानुपर्छ अब उसको अंकल हो नि त म आन्टी हैन साइला अंकल पनि हुनुहुन्थ्यो अनि पसल जानु भएको थियो आएपछि चाहिँ अनि मैले भने लु सबै अलमल्ल पर्यो नि त
अब के गर्ने भने अनि खुन पनि छ भन्नुभयो कि त्यो दिदीले चाहिँ। तपाईँ हेर्नु जानुभयो खुन? गएँ म पनि। अनि त्यसपछि त अनि के गर्ने अनि उतै माथिबाट खोज्दै झर्यौँ होइन। खुन चाहिँ भुइँमा थियो कि बेडमा थियो? पनि छ, बेडमा नि भित्तामा नि थियो कि भित्तामा नि? हजुर हजुर टिनमा। अनि त्यसपछि अनि माथिबाट खोज्दै आएर अन्तिममा चाहिँ हामीले हेऱ्यौँ अनि